बाट आजको बुटोल यस रिएक्सन सेन्टरमा हामी उपस्थित भएका छौँ। जुन स्थानबाट यहाँ यस हलमा आउनुभयो सम्पूर्णलाई मेरो तर्फबाट र यस अफिसको तर्फबाट यहाँहरूलाई हृदयदेखि नमन गर्न चाहन्छु। र आज एकदमै लामो सेसन भएको छ। म क्षमा याचना गर्न पनि चाहन्छु, म सुरुको समयमा आउन सकिनँ कारण म सुनाउनु पुगेको थिएँ र कुरा नगरिकन यो सुरुका भनेका शब्दहरू मैले बिहान 4 बजे लेखेको थिएँ। यो कृपया हल्ला नगर्नु होला है, पिच नपढ्नु भएको छ। बोटमा नयाँ पालुवा पलायो, बोटमा नयाँ पालुवा पलायो, हेर काफल पाक्यो कोइलीले टिकायो। बोटमा नयाँ पालुवा पलायो, हेर काफल पाक्यो कोइलीले टिकायो। तन मनमा नयाँ जोस जागर उमङ्ग छायो, तन मनमा नयाँ जोस जागर उमङ्ग छायो, हेर नयाँ साल आयो, हेर नयाँ साल आयो। उन्नति प्रगतिले शिखर छुम्नु, उन्नति प्रगतिले शिखर छुम्नु, बाधा अडचनलाई पन्छाएर अघि बढ्नु। सबैलाई भनेको है, उन्नति प्रगतिले शिखर छुम्नु, बाधा अडचनलाई पन्छाएर अघि बढ्नु। पाइला पाइलामा ठेस लाग्ला, पाइला पाइलामा ठेस लाग्ला, तिम्रो मन पनि दुख्ला, तर तिमी कति पनि विचलित नहुनु, तर तिमी कति पनि विचलित नहुनु। तिमीले हिम्मत हार्ने होइन, तिमीले हिम्मत हार्ने होइन, बढ्नु छ तिमी अघि, बढ्नु छ तिमी अघि, जीवनको परीक्षामा सफल हुनेछ। बढ्नु छ तिमी अघि, जीवनको परीक्षामा सफल हुनेछ। तिमी बढ्नु अघि शिखरलाई चुन्नु, तिमी अघि बढ्नु शिखरलाई चुन्नु। पूर्णिमाको जुन जस्तै उज्यालो तिम्रो मुहार, पूर्णिमाको जुन जस्तै उज्यालो मुहार तिम्रो सधैँ सधैँ चम्किरहोस्। पूर्णिमाको जुन जस्तै उज्यालो तिम्रो मुहार सधैँ सधैँ चम्किरहोस्। कहिले पनि